everyone, so welcome back to my channel. This is New Year, I'm Sarah. अनि आज बिहान मैले आज 5 बज्न लाग्यो ठ्याक्कै 4:40 कति भयो अनि मलाई चाहिँ दाइले फोन गरेर उठाइदिनु भएको अनि आज चाहिँ मेरो नयाँ दिन अनि नयाँ सुरुवात गर्दैछु अनि त्यसपछि मैले चाहिँ तपाईहरुलाई भनेको थिएँ नि मैले टिकटक भनेको थिएँ one surprise for you guys भनेर अनि त्यसपछि मेरो बिहान उठ्नुको रिजन अनि म तपाईहरुलाई एकैचोटी उता गएर देखाउँछु अनि के भन्छ अरे हाम्रो चाहिँ 5 बजेर हो बिहान उठ्नु त लास्टै गाह्रो के मलाई त गाह्रो मलाई बिहान उठ्नु नै हो म रेडी हुन्छु ब्रस गर्छु अनि आज के हुन्छ कसो हुन्छ सबै हजुरलाई देखाउँछु अनि ओके गाइस स्टे ट्युन अनि यदि तपाईहरु नयाँ हुनुहुन्छ भने प्लिज डु सब्स्क्राइब टु माई च्यानल्स अनि ओके गाइस स्टे ट्युन उतै गएर भेटौँला है त बिहानको भ्यू चाहिँ यस्तो छ I'm getting ready म चाहिँ रेडी हुन्छु अब चाहिँ ब्रस मुख धोएर रेडीहरू पर्ने हुन्छ अनि त्यसै त मलाई फेरि एउटा कुरा के हो भने बिहान उठ्नु त यति अल्छी त केही लाग्दैन यार मेरो चाहिँ आजको आउटफिट त्यसपछि आइम वेटिङ टु माई सिस्टर अनि दिदीलाई पर्खिरहँ अनि किनभने मेरो आज क्यामेराम्यान त चाहियो दिदी त्यही भएर मैले दिदीलाई लान्छु तर दिदीको काम छ तर दिदी फर्किनु ब्याक टु होम हुन सक्यो तर म चाहिँ जाम भन्दा के गर्छ बिचरा बिहान कहाँ उठ्न सक्छु र म ओके गाइस उतै गएर भेटौँ लाइभ सबैजना देखाइदिन्छु बाई लुगा लाएँ यहाँ आइपुग्ने बित्तिकै मलाई उनीहरू चाहिँ डेकोरेसन गरेर हुनु भयो रहेछ त कहाँबाट यताबाट जाने चाहियो त त्यो आज अर्को आयो चलो फोर भयो त्यो उसमा यस्तो गर्नु पर्यो अनि यो चोलोमा हाल्ने बेला नमिल्छ नि मिल्छ ब्रान्डेड हो कि मैले युकेबाट ल्याएर आएको थाहै थिएन मेरो यहाँ पर्सनल हो यो खाता कस्तो गर्ने हो बाट्ने हो छापाकोलाई जस्तो अनुभव भयो तिमी एकछिनमा भनेन राम्रो देखेछौ मक्कै भयो क्या मक्कै परे ओइ मेरो फोटो पाउँदै छ अनि के फुल पनि ल्याछ नि हामीले ल्याएको नमस्ते मेरो आफ्नो घर बजारबाट आएको मेरो छेत्री भवन छ तर खुसी लागेको छ भन न सबैले झुक्क लागेको भएर हामीले आजको मोडलनीहरु
देवताहरूको जलपरी राजा भाइ निस्किँदै मलाई थाहै थिएन आफैलाई म पोखरा छु कि थमेलमा छु होइन थमेल बजार गीतमा चाहिँ त्यो हो कि अहिलेको यस अर्को सानो मायाले छोडेको हो यो आज दाइ मेरो भ्लगमा आयो भनिदिनु दाइ बिजी हुनुहुन्छ कति करोडको हाम्रो खानेकुरा 50 करोडको 50 करोडको हेर्दा नि त्यस्तै फर्कियो हाम्रो मेकअप सेकअप सक्यो चुडेल दिइहाल्यो होइन तपाईँलाई त राम्रो देख्यो किन किन्नु होला लिपस्टिक किन्नु होला अब मलाई त्यही थियो त लाउने हो अनि माछा मार्ने सुटिङ हाम्रो हुनुपर्ने हो हामी कति धेरै माछा मार्थ्यौँ नाच्न नि आउँदैन मैले त नाच्नै आउँदैन जुत्ता उकाल्ने त्यहाँ झाडा जम्लो हुन्छ अब हामीले चाहिँ धोकबेक गर्ने होला आउँदैन तर मलाई बौनीहरूको दोरी गीत तिम्रो नाम के हो अरे ज्ञानु गुरु ए ज्ञानु हो कुन गुरु हो म ग्याप्रे गुरु ख्याप्रे भने हुन्छ ग्याप्रे भने मजले तिमी र म सोल्टा सन्थ्यौ के भएर अर्को टेकको लागि व्यक्तिवाला रक भनेको म त सक्दिनँ अघिको महिनालाई दिन लाग्यो कि च्याटी गएर खायो त हिरो दाई तपाईँको मलाई यो हेर्न मन लागेको दाइ यो ल्याप्चे कि ल्याप्चे त्यो बेला त अर्को थियो कालो थियो अनि यो फालेको जाने यस्तो भयो के भएर हो र त हिरोको पारै यस्तो भाइ सुटिङको क्रममा पानी पर्यो पानी परेको अवस्था हामीलाई चाहिँ ड्रेस सेन्स अनि यस्तो बिजोग हुँदो रहेछ सुटिङमा चाहिँ अनि फुल आउटसेट यहाँ ऐनामा बाहिर हाम्रो टोलीहरू आएको हेर यस्तो भिडियो तिम्रो युट्युब च्यानल छ होइन के हो तिम्रो चिम्सी ब्लग चलेर ल चिम्सी ब्लग साइन सब्सक्राइब गर मेट कति हो तिम्रो 537 कति भयो खोलेको मेरो भएर ए मेरो मैले नि भर्खर हो कि मलाई देखाउने एउटा भन्नु तिम्रो जिउमा डन्छ भाइ यहाँ देखाउन मलाई म सुटिङमा आएको भनेको यो पानी परेर यहाँ डेटिङ आस्तो आस्तो पनि भएको छ छेउमा हेर्दा केटा छैन जाडो छ यस्तो यस्तो पानीमा त बच्चा जान्नेले बच्चा के हो र सबले अनि हामी चाहिँ यहाँ वाइन खाँदै के अरे रम खाँदैछौँ चेस ल बहिनी चेस हानौँ त चाख्दिउँ है त तँलाई हान्ने होइन नि इन्डियाको रम भएर नि
त्यहाँ अर्कै झुट्टै दुनियाँ आएको त्यहाँ अनि हामी आफ्नै दुनियाँमा छौँ सब आफ्नै पारामा हो कि हो मैले म्याग्दीको बनाइदिएको यिनीहरूलाई यो सब यिनीहरू भेरेर हामीले लिएर हो यतै सारिदिएको आशिषलाई पढाइ हान्दैछ है कहिले पढाइ के भन्नु म गरिदिउँ तपाईँहरू म गरिदिउँ हेलो हजुर आशिष गुरुङ हो त्यो दाइ त ऊ आउनुहुन्छ नगर त्यो दाइ आउनुभयो के त्यो फोन दिनु त ल नि दिदी दिदी त रास्ता गर नि उता जानु भन्यो त हाम्रो मेकअप आर्टिस्टलाई तपाईँ के हो यहाँको ल दिदी हाम्रो गाउँले फुडको चाहिँ दिदीहरू हुनुहुन्छ अनि यो चाहिँ हाम्रो गाउँले फुडबाट हो आज हाम्रो सुटिङमा मिठो छ यहाँको चाहिँ अनि अचारहरू पनि डेलिभरी हुन्छ दिदी ए तपाईँहरूलाई चाहिएमा भन्नु होला हाम्रो गाउँले फुडलाई सम्झिनु होला थ्याङ्क यू दिदी हेलो दिदी हेलो दाइ घटेकै छैन हड्डी हो के खानुपर्ने बिर्सिसकेँ म यहाँ गाँस हाल्नै ठिक छ गुरुङनी नानीहरू हेर न हाम्रो खाजा अघि के थाहा नि लोभले लामले बिला भयो कि फेन्टा खाएर चम्ला खाउको ए मेरो फेन्टा किन आयो तिमीले आमा के भुरी बोक्या त ब्लड दिँदैन रगत दिन्छु भन्नु न त्यही त भनिरहेको छु म कन्फ्युज भइरहेको छु कहाँ म को भनेको हो त्यस्तो माया के अरे उयो सिङ्गल बोय उयो सिङ्गल त्यो यता हो कि मैले हो यता हो उहाँको छोरा रे हेलो नमस्कार म बोल्छु कि राम्रोसँग हेलो आई लभ यु भन्दा न सिधै यहाँ नै आई लभ यु टु रे आई लभ यु टु भन्दियो मैले के यहाँ खाजा
खानु सक्दैन आउने मान्छे खाम कस्तो यहाँ बडी भयो क्या तपाईँले मजा चाहिँ लुरो हुनु तपाईँको लोकेसन भन्नु कहीँ समातेर आउँछु म समातेर आउँछु राखी ल म त गएँ है कति आज भाउजू भाउजू भन्नु न म त खाजा गरेर खानु भनेको भनेको र लम्याहरू अलिक तर्को हुँदो रहेछ यसो विचार राख्छु लम्याहरू अलिक तर्को हुँदो रहेछ खोलाइदियो अनलाइनबाट खोलाइदियो एक बाइट खोलाइदियो दाइ यता दिन्न न उसलाई बोलाउँदै यो दाइ लास्ट डिस्टर्ब गर्नु चाहिँ दिन्न नि के त उता दिन्न नि अर्को आफूले कान्छे बनाएर लैजानु होइन के अर्कोलाई यो भरिमा कुन मन पर्यो भने दिदी दाइ उता दिन्न उसलाई बिचरा दाइ दिन्छ उसलाई मन पराइसक्यो अनि मिठो भएर मालचिरा खानु पर्यो यो बाउलाई सोचेर तपाईँको छोरा हो मामा ऊ माइजू फाइनली माइजू भेटियो बोला मलाई खोलाइदियो त्यो लाउँछ नि के खुब लाभ पर्छ भरे भेट्ने बोल्दिन त्यसको होइन पागलै यस्तो भयो रमाइलो नि है होइन कि हरेक ग्रुपमा एउटा एउटा कमेडी म्यान त भेट्दो रहेछ कि खसी होला होइन हेर यसको रियाक्सन अहिले हेर फेरि वान्छु मर्दै के गर्छ दाइ दिन्न भनेको बोल्नलाई को होसँग हेर न बिरामको सा निकालेको ठ्याक्कै
हजुर कसले बोलाउनु भएको केमा पाएँ मेरो म बोल्छु कि अब रातको 10 तपाईले डुलाए मलाई भाइ गतिलो भएको हुन्छ त हामीले आज राति सुटिङ सक्यो भने रातै भोलि डुलाउने हामी त त्यसो भए हामीले डुलाउने हो यस्तै हैन सुन्नु न हामीले फोन गर्छन् मोबाइल त अनि अझ अरु यहाँसम्म आफै के अरु के अहिले आउँछ घर पनि गएन जस्तो लाग्यो फेरि घर पानी परेको आज मौसम बिगारेको नि इनले गर्दा मौसम बिगारेको नि इनले गर्दा हो के राति घरै गएन रहेछ फेरि आउँछ अहिले ए गरेर जस्तीलाई गरेछ न बिहान त्यस्तै कहाँ थाहा हुन्छ त्यस्तो भएर म घर गएर भात पकाएर खाएर ए बिगारेको चाहिँ दाइले रहन्छ आफ्नो गल्ती गरेर पैसा नि त रौसी ल्याउने कि नल्याउने अरे दाइले लाग्यो अहिले आज काम बिगारेको मौसम बिगारेर त्यसमा रहेछ भन्ने दाइ बहिनी नराम्रो त नि दाइ पनि गतिलो भएको जय खोल्दिएको रे बिचारा कति सिङ्गल बस्नु पनि बहिनी भनेर जहीँ चाहिन्छ त नि अनि होइन सिङ्गल भयो भनेर किन बिगारेर हुन्छ यिनीहरूको दाईको बहिनी सल्लाह रहेछ नि छोरी दाई हामीसँग यिनीहरूसँग बसेर हो कि रमाइलो हिँड्छु भनेर घट्दै हिँडेको फुटपाथमा खोज्नु हाम्रो घरमा आउन तपाईँहरूको घर भाइ छ दाइ नै छ त यत्रो के भुस्टिकले अझ बेबी हड्डिनु हजुर टङ क्लिप भयो क्या अनि मौसम बिगारेको यिनीहरू हुन्छ नि त दिदी म रोहु तपाईँहरूले सबले मलाई घेरे खान्थेन म रोएर है पानी परेको रोएर धेरै हाँस्यो जस्तो लाग्यो मलाई हेलो एभ्रिवान अनि आजको हाम्रो भ्लग चाहिँ यति नै हुनेछ है गाइज अनि आज हाम्रो सुटिङ पनि सकिएन आधीमै ग्याप भयो किनभने पानी परेर अब हाम्रो डाइरेक्ट 3 दिनपछि मात्रै हुन्छ किनभने यहाँ हाम्रो चाहिँ यहाँ मात्रै हो क्या होइन त्यही भएर हाम्रो आज सुट भ्याएन 3 दिनमा अब म चाहिँ भ्याउँदिनँ होला मेरो सुट हुँदै म चाहिँ आउँदिनँ अब मेरो फर्स्ट एन्ड लास्ट त भन्नु मिल्दैन दाइले फेरि 6 गते जाने हो बहिनी भनिसक्यो त्यो गाउँमा सुटिङलाई म चाहिँ फिक्स छैन 6 गतेको दिन म भ्लग बनाउँछु तर म भोलि चाहिँ घर जाने हो म तर म 6 गते चाहिँ भ्याउँदिनँ होला मलाई त अस्ति नै भनेको थियो कि 4 दिनको सुटिङमा तिमीलाई भनेको थियो म त यो ग्रुपमा त फर्स्ट फर्स्ट हो मेरो नि फर्स्ट टाइम हो तर एकदमै रमाइलो हुँदो रहेछ कि त्यो माथि यस्ता मान्छेहरू भेटेपछि त अनि तिम्रो भ्लगको नाम भन्ने हो न यहाँबाट गाडी आउँछ त्यसमा भ्लग चिम्सी भ्लग छ 27 छ सबैले सब्सक्राइब गरिदिनु होला उसको च्यानलमा पनि अनि उ चाहिँ मेरो न्यू फ्रेन्ड आजको अनि यहाँ बहिनी यता छ मलाई पिसाब आहा कसैलाई ब्रेकअप सेकअप भयो भने सेन्टी भएर मलाई प्लिज त्यस्तो नेभर सेन्टी ब्रेकअप हुनु पर्न लिन आउन ल गाइज अब हामी चाहिँ जाँदैछौँ अनि आजको मेरो भ्लग कस्तो लाग्यो होला भनेर प्लिज कमेन्ट डाउन गरिदिनु होला ल बाई 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 अनि मेरो चाहिँ फर्स्ट सुट हो अनि मलाई त्यस्तो केही पनि कुनै आइडिया पनि थिएन अनि ओ चिप्लिन्छ एकछिन है अन्त देख्यो होला मलाई दिन त सुसुता देखायो के रे अनि अन्तकार भयो होला छ्या अनि त्यही हो गाइस अनि थ्याङ्क यू फर वाचिङ अनि अब चाहिँ घर जाँदैछौँ त्यहाँ दिदीलाई के भन्छ रे म पिता भेट्छु कि पिता भेट्नु यहाँ हो म चाहिँ टोइलेट जान्छु ल मेरो भ्लगमा के ल के रे तिम्रो नाम साराको भ्लगमा चाहिँ मैले लको बारेमा भन्न गएँ तर मलाई लक के हो थाहा छैन र साँच्चै नि मलाई त लप परेको कसरी लप पर्छ कसरी ब्रेकअप हुन्छ थाहा छैन तर
तिमीहरूको कसैको ब्रेकअप भयो र सेन्टी भयो भने चाहिँ मलाई सम्झिनु होला मलाई मेसेज गर्नुहोस् मलाई फोन गर्नुहोस् म 24 घण्टा तपाईँलाई तपाईँको मन सेवा गरेर तपाईँको मन खुसी पारिदिन्छु छोरेको गर्लफ्रेन्ड बोयफ्रेन्डलाई नै झाला छोरे छोरस भन्ने तरिकाले म चाहिँ त्यस्तो मान्छे हो त्यस्तो पार्दिन्छ उनी अनि यस्तो हो यदि तपाईँहरूलाई चाहियो भने प्लिज कमेन्ट गर्नु अनि सब्सक्राइब पनि गर्नु होला यदि उसको नम्बर चाहियो भने भन्नु होला म नम्बर राखिदिन्छु उहाँ लिङ्कमा हुन्छ मलाई ओके मेरो च्यानलमा सब्सक्राइब गरिदियो होला गरिदेऊ ल अनि हाम्रो चाहिँ आज सुटिङमा आएर चाहिँ मैले नयाँ मान्छेहरू भेटेँ हो बहिनीहरू अनि साथीहरू बाउलाई नि यता साथी पनि म त एकदम खुसी छु म त हरेक ठाउँमा गयो भने म जहाँ मैले यस्तो रमाइलो गर्ने भएर मेरो फर्स्ट टाइम नै यति धेरै रमाइलो भयो सुटिङमा मैले एक्सपेक्टै गरेको थिएँ यस्तो रमाइलो हुन्छ भनेर तर मैले चाहिँ एक्सपेक्ट गरेको भन्दा पनि धेरै टु मच एउटा कुरो दुःख लागेको मलाई ध्यान नै उठेर आएर यस्ता भोक लागेको बेलामा त भात दिँदा नि त्यही भात दबाएर त्यो भात दिनेको मान्छेको हराम हान्नु लाग्यो मलाई पछि चाहिँ के गरेँ भोक लाग्थ्यो कुल भयो कुलमा चाहिँ बाहिर म चाहिँ यति नै भन्न चाहन्छु के भएको न जुन त्यो मान्छे भात दिन्छ नि त्यो मान्छेलाई भात थापेर फेरि त्यहीले फेरि त्यहाँको टाउकोमा हानिदिनु मन लाग्छ क्या ला यति बेला भात दिन्छ छैन मलाई चाहिँ रिस उठेको दिन्छु भात खाइदिएको खान्छु मैले नि यति खान्छु भने सोचेको थिएँ सागमा चाहिँ त्यो के परेको थिएन के अरे जिरा होइन धनियाँ धनियाँ थियो के भन्दा त्यो धनियाँ भन्नु के भन्दा तर म त गाउँले मात्र म त धनियाँको डोल्टा घेरा भन्छु खाना चाहिँ त्यसै अर्को आयो थियो मलाई चाहिँ ल ल बाई बाई फेरि यस्तै मौका आयो भने फेरि यो लाइभमा चाहिँ म बोलिदिन्छु यो युट्युब च्यानलमा फेरि बोलिदिन्छु मेरो 2-4 शब्द ल बाई बाई